राहु दशा लाग्यो भने बच्चाको पढाइ लेखाइ चौपट, ज्ञानको हानि भन्छ क्या। राहु दशामा ज्ञानस्य हानिर गमनम विदेशे भन्छ। अनि बच्चाले पढ्न छोडेर विदेश जाने, यही राहुको पालामा हो विदेश जाने। तर राम्रो चाहिँ होइन, शान्ति चाहिँ गर्नु पर्ला। राहु दशामा यो ज्ञानको हानि, परदेश गमन, अनि धर्मको पनि हानि भनेको छ। यही बेलामा घर परिवारमा अनेक रोग लाग्ने भनेको छ। सबैतिर कामको हानि हुन्छ, काम पनि फेरि जताततै बिग्रिरहन्छ नि यो राहुमा। जीवनमा पनि सन्देह भइरहन्छ, के गरौँ कसो गरौँ, तनाव त्यस्तो हुन्छ। राहु हेर्दै कालो, ग्रहै कालो, त्यही भएर कालो पनि दान गर्नुपर्छ। ज्ञानस्य हानिर्गमनम विदेशे धर्मस्य हानिर्विविधा रोगा सर्वत्र शून्यम तनु संशयश्च राहुर्दशायाम नियतम नरस्य भनेको छ। यो नर भनेको मनुष्यलाई चाहिँ यस्ता प्रकारका दुःख क्लेशबाट अशुभ हुने कारणले गर्दा यही राहु ग्रहले जति चक्करमा घुमाउँछ, धेरै माथि पुर्याउँछ, थेचार्छ, माथि पुर्याउँछ, थेचार्छ, तनाव दिन्छ। तसर्थ राहुको दशामा विचारपूर्ण कर्म गर्नु विवेक होला।